तर रोहित चाहिँ भाइ हो, गुल्लु त अब उसै भाइहरूले 4 साल 17 वर्षको थियो, मलाई 22 वर्ष भइसक्यो। अरू को छ त्यस्तै केटाहरू। के खेल्दैछौ यार सन्दीप दाई यार, तिमी यार सबैजना है। अझ सन्दीप दाईलाई मैले डेडिकेसन भन्दापछि के खेल्दैछौ केटाहरू। यहाँ रन त टन्नै आइसक्यो त, कति 225 मा 4 हेर्दाखेरि नि बोरिङ गेम भइसक्यो कि। हल्का मिलाउन केटाहरू राम्रोसँग खेल नभनायो लाग्छ योभन्दा राम्रो त मै खेल्थेँ। त्यही त मलाई लगाइदिया भएपछि केटाहरू केही नभए नि मलाई यति रन त खान्थेन यार। म्याच जित्नु पऱ्यो कि जे भन्छ तिमी 500 रन खाऊ मतलब भएन, त्यो 500 रन चाहिँ चेज हुनु पऱ्यो है। आज चाहिँ धेरै पछि नेपालको म्याच हेर्दैछु, यी त्यही नै यस्तो यो हेर त केटाहरू, तिमीहरूलाई हामीले यसरी हेरिरहेछौँ। यसरी देखाउनु क्यामेरा त्यसै गरेर हो हेर त यसरी राति यसरी हाम्रो पढाइलाई डिस्टर्ब गरेर तिम्रो लाइभ हेरिरहेछौ। मलाई यस्तो प्रदर्शन देखाएपछि त भएन नि यार। सन्दीप दाई है, मेनली सन्दीप दाई अब हिरो हाम्रो उयो, दिप्पी दाई सन्दीप दाई त्यही हो। रोहित त भाइ रहेछ मुला, अस्ति 12को इक्जाम दिएको थियो झारेले, त्यो त भाइ हो। झारे त होइन है, नेसनल खेलाडीलाई रेस्पेक्ट चाहिँ गर्नुपर्छ। तर रोहित चाहिँ भाइ हो, गुल्लु त अब उसै भाइहरूले 4 साल 17 वर्षको थियो, मलाई 22 वर्ष भइसक्यो। अरू को छ त्यस्तै केटाहरू। अरू को छ करण चाहिँ दाई हो है, फेरि सोमपाल पनि दाई हो। ऊ त दाई भइहाल्यो, आफ्नै दाई भयो। जोरा दाई योपालि टिममा छैन। हो जन्टी चाहिँ दाई हो फेरि। अरू सबै भाइहरू। रोहित त अस्ति 12को इक्जाम दिएको मुला, अझ भन्लाउ फेरि पछि रोहित तिम्रो दाई हो। दाई होइन मुला, मैले 12 दिएको 3 वर्ष भइसक्यो। योपालि मेरो कोरिया रिजेक्ट भएर पो हो त मुला। रोहित सोहित त सबै भाइ हो। जे गर्छु नेपालमै गर्छु। तेरो दाइले नेपालमा अब माछा पालन गर्छ। माछा पालन होइन हौ, उता माथिको जङ्गलमा गएर बाख्रा पालन गर्छु। चिन्ता नगर, ठिक छु केटाहरू। स्टे हेल्थी है, माया छ सबैलाई। तर नेपालले यहाँ चाहिँ आजको म्याच चाहिँ जित्नु पऱ्यो है। ल जय बाबा पशुपतिनाथ, म्याच जितोस्।